ल गाइस स्वागत छ आजको फेरि नयाँ ब्लगमा। हामी सिद्ध बाबाको सुरुङ मार्गसँग आइसकेका छौँ होइन। यो चाहिँ भित्रै प्लास्टर गरिदिएको, किन भन्दा पहिरो सहिरो केही नजाओस् भनेर है। एकदम बवाल छ, बाटो एकदमै अप्ठ्यारो छ। यो चाहिँ सुरुङ मार्ग, यहाँदेखि सुरुङ चाहिँ हल्का जुम गरेर देखाइदिन्छु म तपाईँहरूलाई। यहाँ ल यहाँबाट छिरेर हामी उता निस्किन्छौँ। चाइना स्टेट कन्स्ट्रक्सनले बनाएको है बवाल। यहाँ धुलो है नसक्नु धुलो छ। ल यहाँदेखि हामी पारी सरेर निस्किन्छौँ। बाटो त खचडै छ, खचडै। यस्तो भिडहरू भएको कारणले ढुङ्गा धेरै खसेर पहिरो गएर जानी हुँदा चाहिँ यहाँको सुरुङ बनाउनु परेको हो। हेर खाल्टा पुल्दै के जान्छ होला के, सुरुङ त बनायो होइन। यसो बाटो त बनाइदिए के जान्छ अब। छैन छैन कि एकतिर गर्ला अर्कोतिर त छुट्टै छुट्दैन कि। यस्तो रिक्स छ बाटोमा हिँड्नलाई। हामी तपाईँलाई सुरुबाट निस्किँदै पारी निस्किने हामी उदाउन चाहिँ भएन यस्तोमा। एकदम रिक्स छ त्यो बाटो। यो बाटो कसरी हिँड्नु जस्तो गराउँछ यार। ल यहाँ चाहिँ हामी इमर्जेन्सी निस्किने हो। यो सुरुङदेखि है, यो पनि रेडी भइसकेको रहेछ। लगभग सुरुङको काम चाहिँ 75% भइसकेको छ। अब बाँकी रह्यो 25%। पारी यो हेर्नुहोस्, जुम गरेर देखाइदिन्छु। त्यो सिद्ध बाबा यस्तो भिडहरू छ त, पारै पाहाड छ सबै पुरा। यस्तो यहाँ पनि काम सुरु भइसकेको छ। यो जेनेरेटर भयो होइन। ल यहाँ तल चाहिँ हामी पौडी खेल्न जान्छौँ। यस्तो डेन्जर छ क्या भाइ। वान मिस गेम फिनिस हुने जस्तो त ठाउँ छ। यो चाहिँ सिद्ध बाबा मन्दिर। गाडी पास हुने ठाउँ पनि छैन। सबले फोटो। ल अब हामी आइसकेका छौँ सिद्ध बाबा झर्ना। ल एकदम बवाल झर्ना छ है। सिद्ध बाबालाई मन्दिर। ल तपाईँले यहाँ जे माग्नुहुन्छ त्यो कुरा पुग्छ होइन। बाटो त लास्टै डेन्जर छ कि। यस्तो खाल्टाखुल्टी छ त के भन्नु। इन्जिनियरले हेर्नु आयो रोड चाहिँ के एउटा सुरुङ चाहिँ यहाँबाट निस्किने हो। काम धमाधम भइरहेको छ सुरुङको। चाहिँ काम भइरहेको होइन। पहिरो खसिराख्ने एरिया हो यो। कामको लागि बोझा विदेशीहरू चाहिँ सबै रेडी छ। ल हामी आयो सिद्ध बाबा मन्दिर। सबैले दर्शन गर्नुहोस्। यो चाहिँ सुरुङ यहाँबाट छिरेर हामी अघि मैले उता देखाएकोतिर निस्किने। काम धमाधम भइरहेछ। जय सिद्ध बाबा। झन् सुरुङमा पालभित्र पुरै प्लास्टर गर्दैछ कि पहिरो सहिरो नजाओस् भनेर। पाहाड कति ठुल्ठुलो पाहाडहरू छ त। नेपालको सबभन्दा डेन्जर रोड हो नि।